शेरबहादुर देउपा सुध्रे, हजुर शेरबहादुर देउपा सुध्रे, मेरो लाइनमा आए, हजुर प्रचण्ड गए। सके प्रचण्ड त सकिए नै। अबको चुनावमा अब 5 वर्ष पछाडि चुनाव भयो भने नि हजुर प्रचण्डको केही पनि हुँदैन। दाइ शेरबहादुर देशको देउपा प्रतिपक्ष भनेको को हो अहिले? प्रचण्ड हो, एमाले हो, काङ्ग्रेस हो। देशको प्रतिपक्ष भनेको दुर्गा प्रसाई हो, टोटल देशको। त्यहीबाट त देखाइदिएको छु त मैले। यिनीहरूको सदन त्यहाँ छ होइन, हजुर मैले मानव अधिकारको अगाडि राखिदिएको छु त मान्छे ल्याएर। ल आऊ न तिमीहरू पर। यो यस्तो छ, कुनै पनि देशको शासक यस्तै हुन्छ क्या। उसलाई के हुन्छ भने सत्तामा पुगेपछि हजुर वरिपरि पुलिस र सेना देख्छ, सलोट हानेको देख्छ, हजुर त्योभन्दा बाहिर ऊ जाँदैन क्या। त्योभन्दा बाहिर बालुवाटार र सिंहदरबारभन्दा बाहिर पनि नेपाल छ। यति कुरा याद गर्नुपर्छ। र उनीहरूले नै भोगेर, उनीहरूले नै गरेको काम हो नि त सिंहदरबार र सर्वोच्चमा आगो लगाएको त। भोलि त्योभन्दा खतरा विद्रोह हुन्छ भन्ने कुरो पनि बुझ्नुपर्छ। मैले सिम्पल तरिकाले भनेको छु। तपाईँले के बुझ्नुहुन्छ भने शेख हसिना हजुर हेलिकप्टर चढ्नुभन्दा अगाडि पनि मान्छे मारिरहेकी थिइन्। बसर असाद छ नि सिरियाको राष्ट्रपति, हजुर होइन, हेलिकप्टर भाग्नुभन्दा अगाडि पनि मान्छे मारिरहेको थियो। साउथ चेस्को पनि होइन त्यही थियो, मर्नुभन्दा अगाडि भाषण गरिरहेका थिए। भाषण गरिरहेको थियो। रोमको उसले देशमा आगो लागिसक्दा पनि सारङ्गी बजाइरहेको थियो। यो सबै कुरालाई मध्यनजर गर्दाखेरि सत्ता पुगेपछि त्यो मान्छेलाई एक किसिमको उन्माद आउँदो रहेछ। उन्माद आउँदो रहेछ। त्यसको पराकाष्ठ है, त्यो उन्मादको पराकाष्ठ हो यो। र तपाईँलाई म एउटा कुरा के भन्छु भने जतिखेर मान्छे 18 दिनदेखि हिँडेर आए, हाम्रा मान्छे, हामीले आवाज उठाएका मान्छे, जुन आवाज महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको, श्रीपाद महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले पानसमा दियो बालेर उद्घाटन गर्नुभयो। दूध परेवा उडाएर उद्घाटन गरिदिएको महाअभियान हो। त्यो अभियानको ब्यानर बोकेर हाम्रा साथीहरू आउँदाखेरि उनीहरूले वास्ता गरेन, किनभने त्यहाँ दुर्गा प्रसाद जोडिएको छ भनेर। तपाईँलाई चाहिँ होम अरेस्ट किन गर्यो त? म तपाईँलाई भन्दैछु त। अब यिनीहरूले के सोच्यो भने आउँदाखेरि भनौँ त थोरै सङ्ख्यामा आए। हजुर जब काठमाडौँमा आइसकेपछि के भयो भन्दाखेरि